The cinema times, the cinema times. सँगसँगै मिडियाको उपस्थिति देख्न सक्नुहुन्छ। हेलो आज बेहुलीको के आउँदैछ? दिव्यासँग नाच्न कति गाह्रो पर्यो त? सजिलै थियो। सजिलै थियो। ओके यो जीवन की उज्यालो जुनलाई दया तिमीलाई कहिले नि रुनलाई ए यो जीवन की उज्यालो जुनलाई दिन तिमीलाई कहिले नि रुनलाई यो आँखामा हेर सन्देश फेर नभन्न तिमी हो मायाको रङ्ग अङ्ग अङ्ग सबैमा तिमी छौ दिलमा ठाउँ छ हेर 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 दिलमा ठाउँ छ सबैले छाती चिरी हेर यो मुटुमा तिम्रै नाउँ छ छाती चिरी हेर यो मुटुमा तिम्रै नाउँ छ। थ्याङ्क यू। कोही पारस हो त भने गीत हेर्दा त र कति परिपक्व भएर यो गीतमा हामीले देख्यौँ र अगाडि पोस्टरमा त देखेकै थियौँ त्यो स्थिर फोटो थियो र यो चल फोटोमा पनि यसरी देख्यौँ कि होस्टेल 3मा हेरेको पुल भए हो कि होइन जस्तो म आफैलाई लागिरहेको थियो किनकि होस्टेल 3मा पनि म आफै आबद्ध भएको हिसाबले गहिरो गरी चिनेको हिसाबले पारसको धेरै प्रगति भइसकेछ कलाकारितामा। पारसको लागि हाम्रो सञ्चारकर्मीहरूको तर्फबाट बधाई स्वरूप। र अब दिव्याको त पुरै भएन, दिव्याका अरू फिल्म पनि हामीले हेरौँ। दिव्याले पनि सुरुवातदेखि आजसम्म कसरी आफूलाई इन्डस्ट्रीमा स्थापित गरिसक्नु भयो भन्ने कुरा मैले बखान गर्न जरुरी छैन र यो चखेवा जस्तो जोडी यतिखेर बजारमा हिट छ। र अब दिव्याको कुरा सुनौ है त। हेलो नमस्ते सम्पूर्णमा। आज हाम्रो बेहुली चलचित्रको पहिलो सङलाई यसरी साथ दिन सपोर्ट गर्न आइदिनु भएकोमा धेरै धेरै धन्यवाद। एक्चुअली म सुरुमा चाहिँ हजुरलाई सोध्न आँटेको थिएँ गीत कस्तो लाग्यो भनेर। ओके असम। हजुरको अघिको रियाक्सन देखेर पनि गीत राम्रो छ जस्तो लाग्यो है मलाई। एक्चुअली पारस र मैले पनि फर्स्ट टाइम हामीले अर्जुन सरको स्टुडियोमा गीत सुन्दा हामी यति एक्साइटेड भएको थियौँ लाइक त्यो सुन्दा सुन्दा हामी त एकदम एकअर्कालाई मक्ख पऱ्यो त्यही नाच्न थाल्न आँटिसकेका थियौँ साँच्ची भन्नुपर्दा है। अनि आई गेस बिकज हाम्रो पहिलो यसो लोक नेपाली सङमा गरेर पनि होला होइन, मलाई सधैँदेखि इच्छा थियो यस्तो नेपाली लोकमा यसरी छमछम नाच्नको लागि। सो थ्याङ्क यू सो मच अर्जुन सर यस्तो राम्रो सिर्जना गरिदिनु भएकोमा। अनि अफकोर्स हाम्रो अन्जु पन्त म्याम एन्ड प्रशान्त सर हजुरले यस्तो यो राम्रो गीतमा अझै सुन्न सुगन्ध छरिदिनु भयो। सो थ्याङ्क यू सो मच। एन्ड अभियसली हाम्रो सियोन सर होइन हजुरको भिजन यस्तो ब्युटिफुली यसरी स्क्रिनमा ल्याइदिनु भयो। सो थ्याङ्क यू सो मच फर द्याट। अब तीज पनि आउँदैछ होइन, अनि यो यसो नाच्ने गीत हो। सो आई होप हाम्रो सबै नेपाली दिदीबहिनी दाजुभाइ एभ्रिबडी यो गीतलाई त्यसरी नै सेलिब्रेट गरिदिनु होला, रमाइलो मानिदिनु होला, नाचिदिनु होला, त्यही नै अपेक्षा राखेको छ। धन्यवाद। सर्वप्रथम त सम्पूर्ण यहाँहरूलाई आज हाम्रो यो गीत रिलिज प्रोग्राममा आइदिनु भएकोमा एकदम धन्यवाद भन्न चाहन्छु। अनि अब सबै कुरा त भनिसक्नुभयो सबैजनाले होइन, दिव्याजीले पनि भन्नुभयो, हाम्रो सरले पनि सबैले भनौँ न एउटा एक तरिकाको साउट आउट खालको एउटा केही कुराहरू भयो। अनि भनौँ अब अर्जुन सर, हाम्रो प्रशान्त सर, अनि हाम्रो अन्जु म्याम, रवि दाई सबैजनालाई है सबैलाई एकदम यस्तो राम्रो सृजना गरेर यस्तो राम्रो गीत यस्तो सङ्गीतमा एउटा चलचित्रको एउटा सङ्गीत यस्तो मिठो सङ्गीतमा यसरी नृत्य गर्न पाएँ त्यसको लागि भनौँ न एकदम आभारी छु। अनि साथमा सियोन दाईलाई पनि एकदम धन्यवाद भन्न चाहन्छु। सियोन दाईले भनौँ न आज यो भित्रको कुरा हो, यो कुरा चाहिँ होइन अब
एक दिनमा सिकेको कोरियोग्राफी हो, एक दिनमा गरेको डान्स हो, एक दिनमा गरेर आज बेलुका सिकेर 4 घन्टा प्र्याक्टिस गरेर भोलिपल्ट गरेको डान्स हो यो है। अब यो कुराहरू पनि अब त्यो चाहिँ सबै श्रेय जान्छ। अब हामीले मेहनत त गरियो तर सबै श्रेय जान्छ जुन यो स्टेप चुज गर्ने, जुन यो डान्सको जुन यो तरिकाहरू चुज गर्ने हाम्रो शिवन दाइले यति सहज बनाइदिनु भयो कि एकछिनमा त्यति बेला सिकेर भोलिपल्ट सुट गरेर अनि भनौँ न यो गाना सबै यो गीतलाई सफल बनाइयो। अब भनौँ न अब आज पोस्ट भएको छ, आज रिलिज भएको छ यो गीत। सम्पूर्ण मेरो नेपाली दाजुभाइ दिदीबहिनीहरू, सम्पूर्ण मेरो प्यारे अडियन्स लगायत सबैजना जसले बेहुलीको पर्खाइमा हुनुहुन्छ, यहाँहरूले यो सङ्गीतलाई एकदम मन पराएर एकदम टिकटकमा देखि लिएर चारैतिर फेसबुकदेखि लिएर जति पनि सामाजिक सञ्जाल छ त्यता सेयर गरिदिनु हुनेछ। साथै भनौँ न यो आउँदो चाडपर्वहरूमा पनि यसमा समसम्ती नाच्नुहुन्छ भन्ने चाहिँ एकदम आशा छ। एन्ड थ्याङ्क यू सो मच हाम्रो पत्रकार साथीहरू सम्पूर्णलाई कि यो कुराहरू यस्तो खिचेर हजुरहरू अगाडिपट्टि हामीलाई देखाइराख्नु भएको छ। एन्ड धन्यवाद आइदिनु भयो, त्यसको लागि धेरै धन्यवाद। थ्याङ्क यू सो मच। ल त्यस्तो प्रेसर त केही छैन, त्यस्तो प्रेसर त लिने मान्छे पनि होइन म। दिव्याजी हुनुहुन्छ हाम्रो, दिलीप सरलाई पनि अहिले सम्झिनु चाहे है। दिव्याजी हुनुहुन्छ अहिले, दिलीप सरको पनि म एकदम उहाँको एकदम ठुलो फ्यान हो है। उहाँलाई एकदम हेर्ने, उहाँको पिक्चरहरू हेरेको मान्छे हो। एन्ड उहाँको छोरी मसँग यसरी नाचिराख्नु भएको छ यताउति गर्दा, त्यो त एकदम ठुलो कुरा हो मेरो लागि, एकदम गर्वको कुरा हो। एन्ड एकदम रमाइलो भयो काम गर्नमा, त्यस्तो प्रेसर भन्दा पनि उहाँ पनि एकदम बुझ्ने खालको हुनुहुन्छ। अनि त्यस्तै अब भनौँ न माथिबाट नै संस्कार त्यसरी नै आएको हो जस्तो लाग्छ मलाई चाहिँ है। एन्ड त्यही हो, मलाई चाहिँ त्यस्तो प्रेसर भन्दा पनि उहाँसँग काम गर्दाखेरि चाहिँ सहज रमाइलो, एउटा फ्यामिली जस्तो, एउटा परिवार जस्तो फिल भयो। थ्याङ्क यू। दिव्याजीलाई कस्तो रह्यो एक्सपिरियन्समा? यो गीतको एक्सपिरियन्स एकदम रमाइलो थियो। अनेस्टली भन्नुपर्दा हामी चाहिँ यो गीतको अगाडि ब्याक टु ब्याक नाइट सुट गरिरहेको थियौँ होइन। सो द होल टिम लाइक हुन्छ नि, क्यामेरा टेक्निसियन्स, एभ्रिबडी, द होल क्रू, एक्टर्स टायर्ड थियो। त्यही पनि हामी चाहिँ यो अब राम्रो गरेर गर्नुपर्छ भनेर त्यो हुन्छ नि एउटा मोटिभेसन लिएर हिँडेको थियौँ। सो नाइट टु नाइट ब्याक टु ब्याक नाइट सुट सक्यो। अनि भोलिपल्ट उहाँले भने जस्तो 2-3 घन्टा 3-4 घन्टा डान्स प्र्याक्टिस गरियो अनि भोलिपल्टदेखि सुट सुरु भएको थियो। सो इट वाज भेरी च्यालेन्जिङ, तर आई थिङ्क अहिले सम्झिँदा चाहिँ इट वाज वर्थ इट, किनकि ब्युटिफुल रिजल्ट आयो। अघि तपाईँले भन्नुभयो होइन एकदमै टायर्ड पनि हुनुहुन्थ्यो सुटको टाइममा। त्यो भिडियोमा हेर्दै गर्दाखेरि देखिन्छ क्या तपाईँले हिल्स ल्याएर डान्स गर्नुभएको छ। त्यो कति इन्चको थियो र कतिको गाह्रो भएको थियो त्यो हिल्स ल्याएर? यति नर्मली हिँड्न पनि गाह्रो हुन्छ नि त होइन, हिल ल्याएर डान्स गर्न त त्यो एकदमै च्यालेन्जिङ कुरा हो। कतिको गाह्रो भएको थियो? द्याट्स अ गुड क्वेसन। म खास गरी धेरै हिल्स लाउने मान्छे होइन, म चाहिँ जगर्स स्निकर्स लगाएर हिँड्ने मान्छे हो होइन। तर पार्सली टल सक्छ, आई हेभ टु वेयर हिल्स होइन नाच्दाखेरि उसलाई म्याच गर्नको लागि। सो इट वाज लाइक आई थिङ्क त्यस्तो टल त थिएन, बिकज नाच्नुपर्छ, यो लोकगीत हो, छमछम नाच्नुपर्छ भनेर मैले 2-3 इन्चको हिल चाहिँ लगाएको थिएँ। अनि अलिकति राति चाहिँ घर गएर कसले यसो खुट्टा मिच्दै हुन्थ्यो नि होइन, त्यस्तो चाहिँ हुन्थ्यो। सो म आफै गर्थेँ, तर या इट वाज वर्थ इट। मेरो दिलको पारा चाहिँ एउटा खाली नै छ भन्नुपर्छ होइन। तिम्रो चाहिँ खाली चाहिँ छैन? मेरो पनि खाली नै छ पाना त दिलको। अब दिलमा चाहिँ मायाको पार्ट पनि छन त छ, तर मलाई चाहिँ अहिले चाहिँ अब यही चलचित्रकै माया लागिरहेको छ। चलचित्र छ मुटुमा, नेपाल छ मेरो देश छ एकदम है। दिल चाहिँ अलि चारवटा पल हुन्छ अरे, दिलको 4वटा भल हुन्छ अरे, एउटामा चाहिँ त्यस्तो छ। अब 2-3वटा चाहिँ खाली छ। थ्याङ्क यू। दुईजना मिलेर खाली छ भन्ने प्रयास किन गर्नुभयो त? यस्तो खालको भन्ने के कल्पना भएको छ? यस्तो खालको चाहिँ दिलमा सजाउन पाए, दिलमा यो ठाउँ भर्न पाए दिलमा? अब यो भनौँ न चलचित्रकै विषयको कुरा लिएर भनौँ है। दिलमा त्यो मेरो कल्पना चाहिँ अब यो बेहुली फिल्ममा बेहुली जस्तो हुनुहुन्छ त्यस्तै कल्पना छ मेरो चाहिँ है दिलमा चाहिँ। त्यस्तै छ। थ्याङ्क यू। दिव्याजी जस्तै दुईजना मिलेर त्यो एकअर्काको खाली ठाउँ भन्ने प्रयास किन गर्नुभयो त? सेजर सर त्यही त एन्सर आयो। म्युजिक कहिले गर्नुभयो?
धन्यवाद। सिद्धजीलाई पनि नाम लिन चाहे कि उहाँको यो क्वेसन एकदम सुन्दर क्वेसन पनि आएको छ, तर मैले उहाँलाई नाम पनि लिनुपर्छ। किन लिनुपर्छ भने बेहुलीको योभन्दा अगाडि जुन भाइरल भएको पोस्टर थियो त्यो फोटोसुट उहाँले नै गर्नुभएको, उहाँको लागि तालिम जाने। अब तपाईँको राम्रो प्रश्न छ। म चाहिँ पहिलोचोटि हजुरको प्रश्नको एउटा उत्तर निर्माता भएर पनि दिन्छु सर्टमा है, धेरै बोल्न चाहन्न। मैले शिवजीलाई त्यो प्रेसर खास मैले पनि दिएको हो। खास के थियो भने पानी परि नै रहेको थियो, किनकि यसपालिको बर्खा कहिलेबाट बर्खा सुरु भन्ने नै भएन। पहिला पनि पानी परिरहेको थियो, अहिले पनि पानी परिरहेको छ होइन। अनि यो पिपुलो दरबारमा हाम्रो इन्डोरमा सुट भइरहेको थियो। त्यो 5 दिनभित्रमा यदि मैले गीत खिचिनँ भने मैले गीत खिच्ने टाइम एकदम पछि हुन्थ्यो, 1-1.5 महिना पछाडि सर्ने सम्भावना थियो। अनि पिपुलो दरबारमा मैले एकैचोटि 5-7 दिनै बरु बुक गरेर चाहिँ बरु गीत पनि अहिले खिच्छु भनेर राति त्यहाँ सिन सुटिङ भइरहेको बेलामा मैले शिवजीलाई राति नै 10:30 बजे बोलाएर अब पर्सिबाट यहाँ गीत खिच्न पर्यो, यसमा चाहिँ तपाईँले फाइनल गर्नुहोस् भनेपछि उहाँले आर्टिस्टहरूलाई जब कुलबाई भाइ, हाम्रो दिव्या बहिनी, सुशान्तजीहरू जब त्यहाँ आफ्नो सिन सकेर बस्ने बेलामा प्र्याक्टिस गर्नुहुन्थ्यो क्या यतापट्टि, त्यसको लागि चाहिँ म दुःखी पनि छु तर फेरि खुसी पनि छु कि एउटा आर्टिस्टले सुन्दर कामको लागि कतिसम्म मेहनत गर्छ भन्ने कुरा उहाँहरूले देखाउनु भएको छ र छोटो समय पनि राम्रो काम गर्न सकिन्छ भन्ने कुरा शिवनजीले देखाउनु भएको छ। उहाँहरूप्रति विशेष धन्यवाद दिन चाहन्छु। र अर्को चाहिँ सङ्गीतकारको हिसाबले चाहिँ के प्रेसर हुन्छ भने सधैँ मलाई अन्य निर्माता निर्देशकले यस्तो गीत चाहियो यो कथामा भनेर उहाँहरूले मलाई 10औं पटक करेक्सन गरेको हुन्छ क्या। अहिले मैले गरिरहेको काममा पनि त्यो हुन्छ, गरि नै रहनु भएको छ। तर यहाँ चाहिँ के थियो भने मैले पहिलोपटक सुनाइसकेपछि उहाँहरू सबैले गीत मन पराइदिनु भयो, तर मलाई आफैलाई के च्यालेन्ज त थियो भने म मेरै सिनेमामा मैले चाहेको जस्तो भन्दा नि मैले सिनेमाको कथाले चाहेको जस्तो गीत बनाइरहेको छु अहिले, तर यो गीत कसरी उत्कृष्ट बनाउन सकिन्छ भनेर यो रिलिज गर्नुभन्दा लगभग 2-4 घन्टा अगाडिसम्म पनि हामी मास्टरमा केही समस्या छ कि छैन अथवा फाइनल मिक्सिङमा समस्या छ कि छैन भनेर चेक गरिरहेको थियौँ। यसको मतलब के छ भने अरूकोमा नि हामीले गर्छौँ तर अरूकोमा मलाई सजेस्ट गर्ने एउटा टिम ठुलै पनि हुन्छ। तर यसमा चाहिँ सशान्तजीहरूले मलाई यसरी विश्वास गरेर छोड्नु भयो कि सर जे गर्नुहुन्छ तपाईँ हो, तपाईँले यत्रो म्युजिक गर्नुभएको छ, तपाईँले गर्नुहोस् भनेर चाहिँ उहाँहरूले भन्नुभएको हो। अनि उहाँहरूको विश्वास ममाथि यति धेरै थियो, त्यो कुराले झन् राम्रो काम गर्नुपर्छ भन्ने मलाई च्यालेन्ज थियो। त्यही भएर मैले गीत कतिचोटि भन्नुभयो, मेरो मुटु कतिचोटि धड्किन्छ मैले गनेर सक्दिनँ, त्यस्तै यो गीत कतिचोटि सुने मलाई थाहा छ, मैले गर्न भ्याएको छैन। त्यसको मतलब गीत मैले धेरै पटक सुनेको छु, तर गीत चाहिँ जब मैले कथा सुन्दै गएँ तब यो सिनेमामा मैले त्यही कथा अनुसारको गीत चाहिँ लेख्दै र बनाउँदै गएको हो। त्यो हिसाबले यो कहिले बनाएँ भन्दा नि जहिलेबाट हामीले सिनेमाको प्लानिङ गरेका छौँ त्यो दिनबाट चाहिँ सुरुवात गरेको छु र धन्यवाद दिन चाहन्छु। मेरो साइडबाट उत्तर आयो कि होइन माफी चाहन्छु। अब शिवजीलाई होइन मलाई सिर्जना एकचोटि फेरि अब पर्सनल्ली भन्नुपर्दा चाहिँ अब यो सिनेमा क्षेत्र यो क्षेत्रमा चाहिँ अलिकति म लेट नै आएँ। अलि लेट भन्दा पनि अब अलिकति उतातिर चाँडै भयो, टिकटक सिकटक यताउति चलाउने मैले चाँडै गरेँ। अनि यतातिर चाहिँ पछि त्यही हेरेर सरहरूले मलाई लिनुभयो जस्तो। अब त्यो परिवार भनेको मेरो छुट्टै परिवार छ। टिकटकको जुन अडियन्स छ उहाँहरूको लागि अगाडि म केही सोचेर के गरेर बोल्नु पर्दैन। उहाँहरूले मलाई जस्तो छ यो फुलबै हो यसले मतलब गरे जे गरे पनि ठिक छ यताउति खालको हुनुहुन्छ अडियन्स होइन। अनि त्यसपछि अब उहाँहरूसँग चाहिँ म धेरै खुल्छु जस्तो लाग्छ। अलिकति अगाडि धेरै नै के बोले सोचेर बोल्नुपर्ने यताउति गर्नुपर्ने जस्तो लाग्दैन। तर अब चलचित्र क्षेत्रमा आइसकेपछि मैले त्यही भिन्नता पाएँ कि भन्दाखेरि अब त्यहाँ अलिक केही नसोचेर यताउति बोल्थेँ यताउति गर्थेँ। तर यहाँ आइसकेपछि त मलाई यहाँ अब नेपालभरि अल नेपाल हेर्नुहुन्छ, यो अझै ठुलो ठाउँ रहेछ, अझै ठुलो प्लेटफर्म अलिकति रहेछ जस्तो लाग्यो। त्यसैले अलि सोचेर बोल्छु यतातिर चाहिँ, अलि सोचेर आफूलाई तयारी गरेर आफूलाई प्रिपेयर गरेर केही कुराहरू बोल्छु यहाँ हजुरहरूको अगाडि चाहिँ। अनि त्यही हो मलाई चाहिँ
त्यो चाहिँ अलिकति सजिलो लाग्छ किनकि त्यो अब पहिलेदेखि नै गर्दै आएको त्यतातिर अलिकति कन्फिडेन्स अझै खतरा आउँछ मलाई होइन यहाँ पनि नआउनु त होइन यहाँ पनि आउनु त आउँछ तर उतातिर चाहिँ म अझै खुल्छु राम्रोसँग त्यसैले त्यो पछि चाहिँ मलाई एकदम सजिलो लाग्छ एन्ड यो क्षेत्र पनि नृत्य डान्स पनि अब म गर्दैछु सिक्दैछु भनौँ न अब सियोन दाई जस्तो कोरियोग्राफरहरू अझै उहाँ जस्तै अझै दिग्गज कोरियोग्राफरहरूसँग काम गर्न पाऊँ भन्ने लाग्छ मलाई चाहिँ एन्ड थ्याङ्क यू सो मच म यो चलचित्र क्षेत्रमा ल्याउनु हुने मेरो शशाङ्क कडेल सरलाई एकदम धन्यवाद भन्न चाहन्छु एन्ड होस्टेलबाट मलाई डेब्यू गराएर यहाँसम्म ल्याएर आउनुभयो अहिले चाहिँ उता पनि मलाई त्यस्तै लाग्छ यो पनि त्यस्तै लाग्छ अब बिस्तारै यतातिर पनि परिवार म बनाउँदैछु भनौँ न यहाँहरू सबजनालाई थ्याङ्क यू सो मच सियोनजी फेरि बोल्नु पर्ने हो सरजी एकचोटि फेरि क्वेसन भुल गएर कनेक्टेड त हरेक गीतमा हुन्छ होइन यसमा पनि कनेक्टेड नै छ सङ र जस्तै हामीहरूको बेहुली जो बिचमा अर्जुन सरले मलाई आइडिया दिनुभयो कि मलाई यसमा यो चिज चाहियो भनेर अनि मलाई त्यो च्यालेन्जिङ पनि भएको थियो किनभने चाहिँ पर्सि नै सुट भनेको चाहिँ प्रेसर भन्दा पनि मैले आफूलाई केही यति छोटो समयमा पनि काम गरेर देखाउन सक्छु कि जस्तो लागिरहेको थियो अनि अर्को चिज म दिव्यासँग चाहिँ ढुक्क थिएँ ऊ डान्स सक्छ तर पारस भाइसँग चाहिँ मैले तनाव भएको थियो मैले उस होस्टेलको गीत हेरिसकेको थिएँ तर बगाल गएर थ्याङ्क यू भाइ त्यो छोटो समयमा 4 घन्टा भने हो तर 3 घन्टा मात्रै गरेको थियो प्र्याक्टिस एकदम थ्याङ्क यू सो मच सर होइन क्वेसनको लागि अनि थ्याङ्क यू सर अर्जुन सर बस थाहा पायो हस् थ्याङ्क यू सर क्वेसनको लागि मैले पनि होस्टेलकै गीत हेरेर अघिको कुरा भने हो क्या ल लास्ट क्वेसन हो अरू केही छ क्वेसन चाहिँ 1-2 ठिक छ रचना एकैछिन क्विक पहिला रचना हेलो मैले सिकाउनु पर्न सियोन सर ओके हजुर सेटमा त नाचियो प्र्याक्टिसहरू गरियो सँगै भनौँ न अनि त्यही उहाँ एकदमै हेल्पफुल पनि हुनुहुन्छ एकदम अलि आफ्नो को एक्टरहरूलाई मतलब अलिकति ख्याल राख्ने खालको पनि हुनुहुन्छ एन्ड हामी दुईजना मिलेर चाहिँ बरु पदम दाइलाई चाहिँ नचाहौँ होला बिचरा उसले पनि अलिकति नाच्नु अलिकति अप्ठ्यारो मान्ने आई मिन अब इम्प्रुभमेन्ट मेहनत सबै गरेर त आई गिभ हिम 10 out of 10 गुड जब ओके अघि पारसजीले भन्नुभएको थियो मेरो टिकटकमा छुट्टै फ्यामिली छ भनेर होइन होस्टेल 3 मा पनि टिकटक फ्यामिलीले केही हदसम्म साथ दिएकै अब भदौ 16 मा चाहिँ तपाईँको टिकटक फ्यामिली तपाईँको टिकटक फ्यामिलीले तपाईँलाई कतिको साथ दिएर त किनभने हामीले देखिरहेका छौँ मिलियन फलोवर्स भएको हाम्रो सेलिब्रिटिजहरूको पनि फिल्मले त्यति राम्रो व्यापार गरेको छैन यो फिल्ममा चाहिँ तपाईँको टिकटक फ्यामिलीले कतिको साथ दियो एकदमै राम्रो प्रश्न गर्नुभयो है अब यस्तो मान्छेहरू हुनुहुन्छ भनेर त्यस्तो ऊ चाहिँ छैन म उहाँहरूबाट आशा चाहिँ भनौँ न गर्छु किनकि अहिलेसम्म पनि मलाई होस्टेलमा त्यस्तो साथ दिएर मलाई यहाँसम्म पुऱ्याइदिनु भयो जे पनि काम गरेको हुन्छु जे पनि कुराहरू अगाडि बढेको हुन्छु बेहुली गर्दाखेरि पनि म आफ्नो अडियन्सलाई सोधेर गरेको थिएँ गर्दैछु है नयाँ फिल्म गरौँ कि नगरौँ भन्दाखेरि गरौँ भनेर कुराकानी आएको थियो अनि अब चाहिँ मुभी राम्रो हुनु पऱ्यो होइन फिल्म राम्रो हुनु पऱ्यो फिल्मको यो स्टोरी राम्रो हुनु पऱ्यो अवश्य मलाई टिकटकको अडियन्सले मात्र किन नेपालभरको अडियन्सले साथ दिनुहुन्छ नि होइन त अनि त्यो उहाँको त्यताको अडियन्सले चाहिँ मलाई गर्नुहुन्छ केही हदसम्म गर्नुहुन्छ होला अनि यहाँहरू आउनुभएको छ यसरी देखाइदिइराख्नु भएको छ देशभरको अडियन्स सामु आशा छ सबै अडियन्सले मलाई उता टिकटक मात्रै होइन म त उता सोसियल मिडियाको प्लेटफर्म यताउति मात्रै होइन मलाई सबै अडियन्सले हेर्नुहुनेछ सबैजना आउनुहुन्छ देशमा विदेशमा हुने सम्पूर्ण अडियन्सलाई भदौ 26 गते आउँदैछौँ हामीहरू हजुरको नजिकै सिनेमामा थ्याङ्क यू सो मच एकदम राम्रो प्रश्न गर्नुभयो आर्टिस्ट खबर दाइ गोपी दाइले अब कुरा गर्ने भने त्यो मेरो छुट्टै लाइफ हो त्यहाँ म कुलबोय हो यहाँ अहिले पारसपम ढोकरी भनेर आइरहेको छु हजुरहरूसँग होइन अनि उता बसेर प्रमोसन यताउति भन्नुभएको छ अनि हाम्रो केही कन्टेन्टै झरेको थिएन हाम्रो टिमले जुन ह्यान्डल गरिराख्नु भएको छ हाम्रो
मिडिया कोअर्डिनेटर सर हुनुहुन्छ, मिडिया कोअर्डिनेटरको सरले जे भन्नुहुन्छ त्यही तरिकाले नै चल्ने हो हामीहरू है। अनि आगामी दिनहरूमा आउँदैछ, आगामी दिनहरूमा धेरै कुराहरू बाँकी छ, धेरै कुराहरू हुन बाँकी छ। अब योभन्दा अगाडि नैदेखि प्रमोसन गरेको भए त्यहाँसम्म पुग्दाखेरि अलिकति बासी पो हुन्छ कि भन्ने डर पनि थियो। अनि अब भनौँ न आज यो गीत लन्च भएको छ, त्योभन्दा अगाडिपट्टि पोस्टर हाल्दाखेरि पोस्टरको पनि राम्रै बज गएको छ। एन्ड आशा छ यो गीतको पनि त्यस्तै हुनेछ। र आउँदा जति पनि कन्टेन्टहरू छन् त्यसलाई पनि म अवश्य गर्छु, किन नगर्ने। आफ्नो चलचित्रलाई त म माया गर्ने मान्छे हो, आफ्नो चलचित्रको लागि म कति खटेको थिएँ भन्ने हजुरलाई होस्टेल 3बाट पनि देख्न सक्नुहुन्छ है। दिनरात नभनिकन म चारैतिर हलहरूमा पनि गइरहेको थिएँ, यताउति गरिरहेको थिएँ। त्योभन्दा पनि दोब्बर गर्नेछु, त्योभन्दा पनि अझै दामी गर्नेछु। यदि अडियन्सले साथ दिनुभयो, अझै मुभी धेरै लङ रन गयो भने म त्योभन्दा पनि दोब्बर लाग्नेछु यो प्रमोसनमा। अनि थ्याङ्क यू, एकदम है चिन्ता व्यक्त गर्नुभयो हजुरले हाम्रो मुभीको लागि। यस्तै सबैजना अडियन्सहरूले, उहाँ जस्तै सबैजना अडियन्सहरूले यस्तै नै चिन्ता व्यक्त गरेर आउनु होला भदौ 24 गते हाम्रो बेहुली चलचित्र हेर्नको लागि। थ्याङ्क यू सो मच। म पारसबम ठकुरी, यता सिनेमा क्षेत्रमा पारसबम ठकुरी भनेर चिनाउनु भयो सबैजनाको अगाडि म चिनिएँ। नत्र मलाई पहिलेदेखि जसले भेट्यो पनि बच्चादेखि बरु सबैजनाले ए कुल भाइ यताउति भन्नुहुन्थ्यो। अनि अब त्यो एक हुनको लागि त्यस्तै खालको कुनै एउटा स्क्रिप्ट आयो भने एक हुनसक्छ होला, म त्यस्तै खालको केही रोल गर्न पाएँ भने एक हुनसक्छ होला। हजुर हजुर। अब म भने नि, म मेरो त्यो उतापट्टिको अडियन्ससँग अलिकति त्यस्तै तरिकाले खोल्छु, त्यही तरिकाको हुन्छ मेरो। अब यतातिर अलिकति भलाद्मी अलिकति यस्तो अलिक घर आउनुपर्छ होइन, अनि त्यही नै फरक हो भनौँ न। ए थ्याङ्क यू सो मच, ह्याप्पी बर्थडे है तिमीलाई, ह्याप्पी बर्थडे, ह्याप्पी बर्थडे। उसको बर्थडे थियो अस्ति, अनि अस्ति मसँग आएको थियो भाइ हो म। ल ल ल कस्तो माया लाग्यो हजुर। उहाँ त टिकटकमा पनि हुनुहुन्छ, यता सिनेमा क्षेत्रहरूमा पनि हुनुहुन्छ उहाँ यताउति। अनि उहाँ चाहिँ मलाई अस्ति लाइभ बसिरहेको बेला आउनु। दर्शक तिनै भन्दा पनि सर छुट्टै छुट्टै टिकटक मात्रै नचलाउने पनि अडियन्सहरू हुनुहुन्छ। भनौँ न अब बुढो बाजेहरू, आमाहरू, सबैजनाहरू हुनुहुन्छ। उहाँहरूलाई पनि आउनु पऱ्यो, उहाँहरूलाई पनि लिएर आउनु पऱ्यो, फ्यामिली सबैजना मिलेर हेर्नु पऱ्यो भन्नु खोजेको मैले चाहिँ त्यही। हजुर, मैले अब सबैजनाले चलाउनु हुँदैन, सबैजनाको हातमा मतलब बुढो मान्छेहरू सबैजनाले मोबाइल चलाउनु जान्नु हुँदैन, ल यताउति हुँदैन। चलाउने मान्छेको सामु पनि त म पुग्दिनँ होला कसैको एकाउन्टमा, कसैको टिकटक चलाउँछु नेपाली टिकटकभरिमै कुलभाइ मात्रै छ भन्ने पनि त छैन होइन त। अनि मलाई नदेख्नु हुने, मलाई नचिन्नु हुने उताको छेउको मान्छेहरू पनि उहाँहरू पनि आउनु होला भन्ने त्यही आशा छ। सुट सुरु हुनुभन्दा अगाडि चाहिँ कुलभाइ हो, अब टेकको बेलामा चाहिँ ऊ पारसबम ठकुरी हो, यसरी चाहिँ बुझौँ है। भिन्न त छैन, सुटको बेलामा ऊ एज अ क्यारेक्टरमा छिरिरहेको हुन्छ, त्योभन्दा बाहिर ऊ एज अ कुलभाइ होइन हाम्रो दाजुभाइ एउटा बन्डिङ एउटा छुट्टै छ। अब उसमा भइरहँदाखेरि चाहिँ अब फिल्मको बेलामा ऊ फेरि अर्कै मनमा हुन्छ, बरु क्यारेक्टरमै बसिरहेको हुन्छ होइन, त्यही नै हो। ओके, कुलभाइलाई सोधौँ न, अब गीतमा चाहिँ तपाईँको बेहुलीलाई अर्को बेहुलाले पनि लाइन मारिरहेछन्, लिँदै जाउँला जस्तो आँटिरहेछन्, कतिको तनावपूर्ण अवस्था छ? त्यस्तो अब त्यो गीतको एउटा स्टोरी, गीतको एउटा फ्रेम हो त्यो चाहिँ है। अनि अब कतिको तनाव छ, कतिको स्ट्रेस छ, कतिको के हुन्छ, तलमाथि के हुन्छ भनेर हेर्नको लागि चाहिँ भदौ 26 गते बेहुली हेर्न आउनु होला। अहिले त्यो खोल्यो भने चाहिँ अलिक मजा पनि नहोला। मेरो त्यस्तो चान्स चाहिँ पाएको छैन मैले, मेरो होइन, मेरो प्रेमिका त्यस्तो चाहिँ छैन मेरो प्रेमिका चाहिँ। अब फिल्मको बेहुलीको